मोडल भर्बको विल र वुड कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा यो भिडियोबाट सिकौँ है त। विल भनेको भविष्यको कुरा गर्ने हो र वुड भनेको विलको पास्ट हो भनेर हामीले स्कुलमा सिकिसकेका थियौँ हो। अब त्योभन्दा अलावा कस्तो अवस्थामा प्रयोग हुन्छ भन्ने कुरा यहाँबाट बुझौँ है। सबैभन्दा पहिले विलको बारेमा जानकारी लिउँ। ओके, यो कस्तो अवस्थामा प्रयोग हुन्छ भन्दा 1 नम्बरमा छ भविष्यमा कुनै पनि कार्य गर्नुपर्ने छ भने त्यस्तो अवस्थामा विल प्रयोग हुन्छ। जस्तै आई विल कल यु टुमरो, म तिमीलाई भोलि फोन गर्नेछु। हामीले चाहिँ नेपालीमा गर्नेछु खानेछु नभनेर के भन्छौँ त, म तिमीलाई भोलि फोन गर्छु भनेर भन्छौँ नि हो। त्यसैलाई एक्ज्याक्ट उल्था गर्दाखेरि म तिमीलाई भोलि फोन गर्नेछु भन्ने हुन्छ। ओके, यो हामीले बोलीचालीको भाषामा म तिमीलाई भोलि फोन गर्छु भने पनि हामीले लेख्दाखेरि म तिमीलाई भोलि फोन गर्नेछु भनेर नै लेख्नुपर्छ। ओके। नम्बर 2, शिष्टताको कुरा गर्दाखेरि पनि विल प्रयोग हुन्छ। जस्तै विल यु हेल्प मी, तिमीले मलाई सहयोग गर्न सक्छौ। नम्बर 3, शर्तीय वाक्यहरूमा जस्तै इफ इट रेन्स आई विल टेक एन अम्ब्रेला, यदि पानी परेमा मैले छाता लिनेछु। नम्बर 4, आदत, यदि कसैलाई चाहिँ केही कुरामा बानी परेको छ भने त्यस्तो अवस्थामा पनि विल प्रयोग हुन्छ। जस्तै he will always drink coffee in the morning, उहाँले बिहान सधैँ कफी पिउनुहुन्छ अथवा उसले बिहान सधैँ कफी पिउँछ। अब वुडको बारेमा कुरा गरौँ। नम्बर 1, पास्ट अफ विल, यो चाहिँ विलको पास्ट हो भन्छ है। यसको पहिलो नम्बरमा हेरौँ आदत, यदि कसैलाई चाहिँ योभन्दा पहिला केही गर्ने बानी थियो भने त्यस्तो अवस्थामा वुड प्रयोग हुन्छ। जस्तै when I was a child I would play outside all day, जब म बच्चा थिएँ म दिनभरि बाहिर खेल्ने गर्थेँ। दोस्रो नम्बरमा शर्तीय वाक्यहरू जस्तै if I were a bird I would fly, यदि म चरा भइदिएको भए म उड्थेँ। नम्बर 2, शिष्टता, वुड यु हेल्प मी, तपाईँले मलाई सहयोग गर्न सक्नुहुन्छ। हामीले कसैलाई केही काम गर्नको लागि रिक्वेस्ट गर्छौँ भने त्यतिखेर क्यान पनि प्रयोग गर्न सक्छौँ, विल पनि प्रयोग गर्न सक्छौँ, कुड र वुड पनि प्रयोग गर्न सक्छौँ। तर क्यान चाहिँ त्यति धेरै पोलाइट होइन, त्यसैले तपाईँले आफ्नो साथीभाइसँग अथवा भाइ बहिनीसँग प्रयोग गर्न सक्नुहुन्छ। विल, कुड र वुड चाहिँ पोलाइट हो, तर त्यो मध्येमा पनि सबैभन्दा धेरै पोलाइट भनेको वुड नै हो है। नम्बर 3, छनोट र प्रस्ताव, यदि तपाईँले चोइस र अफरको कुरा गर्दै हुनुहुन्छ भने त्यस्तो अवस्थामा पनि वुड नै प्रयोग हुन्छ। जस्तै सीता वुड लाइक टु बाई अ न्यू मोबाइल फोन, सीताले नयाँ चलनशील दूरभाष किन्न चाहन्छ। मोबाइल फोनलाई नेपालीमा चलनशील दूरभाष पनि भन्छ र चलभाष पनि भन्छ। तपाईँलाई जुन सजिलो लाग्छ त्यही प्रयोग गर्नुहोला। ओके, यो भनेको चोइसको कुरा भयो। अब अफर अथवा प्रस्तावको एक्जाम्पल हेरौँ। वुड यु लाइक टु ड्रिङ्क कफी, के तिमीले कफी पिउन चाहन्छौ। नम्बर 4, बढी अभिरुचिको कुरा गर्दाखेरि पनि वुड नै प्रयोग हुन्छ। जस्तै आई वुड रादर ड्रिङ्क मिल्क देन टी, मलाई चिया भन्दा दुध पिउन मन पर्छ अथवा म चिया भन्दा दुध पिउन रुचाउँछु।